प्राय गरेर हामीले हाम्रो लौकिक दृष्टिकोणमा के गर्छौँ, अरूलाई आकर्षित बनाउन चाहन्छौँ होइन। यसो टक्क राम्रो देखिन्छ, सबै कुराहरू जिम गरेर बडीहरू बनाएर हुन्छ अथवा जे गरेर हुन्छ, डाइटिङ मेन्टेन गरेर हुन्छ, जे गरेर हुन्छ। हामी भौतिक दृष्टिकोणले के गर्छौँ, अरू चाहिँ म प्रति आकर्षित होस् भनेर गरिन्छ। तर वैष्णव जुन सदाचार छ, यो सदाचारले के गर्छ, भगवानलाई पनि आकर्षण गराइदिन्छ। जुन भगवान जसलाई कसैले पनि रिझाउन सक्दैन, केवल एउटा वैष्णव आचारले चाहिँ के गर्नुहुन्छ, भगवान त्यो व्यक्तितर्फ चाहिँ पछि पछि लाग्नुहुन्छ। यसको प्रसङ्ग श्रीमद् भागवतममा जताकतै देख्न सकिन्छ। भगवान श्रीकृष्णले जब भक्ति योगको बारेमा चर्चा गर्नुहुन्छ, त्यहाँ पनि बताउनुहुन्छ कि कसरी वैष्णव सदाचारद्वारा उहाँ आकर्षित हुनुहुन्छ त भन्ने कुरा। र भगवानले पनि यो धरातलमा आउने बेलामा विभिन्न लीलाहरूद्वारा चाहिँ के गर्नुहुन्छ, आफ्नो आदर्श चाहिँ प्रस्तुत गर्नुहुन्छ। हामी गरिरहेछौँ होइन, भगवानको आरतीहरूमा सहभागी भइरहेछौँ र भगवानको लागि विभिन्न आचार्यहरूले दिनुभएको भजनहरू गाइरहेका छौँ। र त्योभन्दा पनि इम्पोर्टेन्ट के छ भन्दाखेरि हामी जुन अभ्यास भक्ति गर्ने बेलामा चाहिँ विभिन्न नियमहरूको पालन पनि गरिरहेछौँ। जस्तै इस्कोनमा चाहिँ प्रसिद्ध छ कि